हेलो साथीहरु, फेरि पनि स्वागत छ हजुरहरुलाई मेरो अर्को मिनी ब्लगमा। आज चाहिँ म एकदमै खुसी छु अनि किन्न चाहिँ कहाँ जाँदैछु भनेर हेर्नको लागि चाहिँ फुल ब्लग गर्नु ल साथीहरु। आज चाहिँ हामी भाउजू र म चाहिँ बजारतिर जाँदैछु साथीहरु। फाइनली हामी बजारमा पुगिसके अनि बजारमा पुगेर एकछिन बस्यो, धेरै गर्मी पनि भइरहेको थियो। भाउजू चाहिँ गाउँ भिस्नको लागि आएको, म चाहिँ दिदी र छोरी आउँदैछन् त्यही भएर आएको। आज चाहिँ दिदी र छोरीसँग 2 वर्षपछि भेट हुँदैछ, त्यही भएर म एकदमै खुसी छु साथीहरु। अनि दिदी चाहिँ पुगेको थिएन, त्यही भएर हामी एकछिन पर्खेर बस्यौं पसलमा। अनि फाइनली दिदी पनि पुगिसक्नु भयो साथीहरु। अनि म चाहिँ दिदी भएको ठाउँमा गइसके। आज चाहिँ दिदी र छोरी छन् अनि भाउजू चाहिँ आउनु भएन, किनभने भाउजू गहुँ पिसिएको थिएन, त्यही भएर म गहुँ पिसेर आउँछु, तिमीहरू मलाई पर्खेर बस भन्दै थिए। अनि भाउजूलाई पर्खेर बस्यौँ हामी एकछिन। अनि हजुरहरूलाई मेरो भ्लगहरु कस्तो लाग्छ कमेन्ट गर्नु होला, कसैले पनि कमेन्ट गर्नुहुन्न, सबैजनाले कमेन्ट गर्नु होला भन्न चाहन्छु। अनि भाउजूलाई एकछिन पर्खिँदै बस्यौँ। अब कति पर्खनु, धेरै ढिला गरिसक्यो भाउजूले भन्ने भन्दै ठ्याक्कै भाउजू पनि आइसक्नु भयो। अनि भाउजू आएपछि हामीले एकछिन बस्यौँ नि नास्ता खायौँ। अनि हामी चाहिँ घरतिर लागिसक्यौँ साथीहरु। अनि भारी बोक्ने काम त मेरै हो नि, मैले चाहिँ भारी बोकेर लागिसकेँ घरतिर। दाइ, भाउजू, दिदी, छोरी, म, हामी 5 जना भएर घरतिर लागिसक्यौँ साथीहरु। अनि दाइ चाहिँ 10 दिनपछि धनगढबाट आएको, एकदमै गर्मी भइरहेको छ। धनगढीको गर्मी खाँदै खाँदै वाक्क दिक्क भएर म चाहिँ पहाडतिर लागिसक्यो भनेर भन्दै थियो। अनि फाइनली बाटोहरुमा बाख्राहरु पनि सराउँदै देख्यो बनिहरु। अनि हामी चाहिँ घरतिर लागिसक्यौँ साथीहरु। ठ्याक्कै हामी घरतिर पुगिसक्यौँ। बाइ गाइज।